देवी चाहिँ लिकमा चढेको तलबाट लिकमा चढ्दा साजन कहाँ छ त डराएर भाइ कहाँ छ हाम्रो भाइ हेर देवीलाई कस्तो लाग्यो केमा चढे जस्तो लाग्यो अरे अब राम्रो कुरा भन है देवी यता त छैन बाबु ल यहाँ देवी भन् केमा चढे जस्तो लाग्यो अरे तँलाई रेलमा चढेको रेलमा इन्डिया गएर रेलमा चढे जस्तो लागेको हो र किन त्यस्तो लागेको त है त्यस्तो फिल भयो देवीलाई चाहिँ लिकमा चढ्दाखेरि रेलमा चढे जस्तो लाग्यो अरे बस पार्क फन पार्क घुम्दा चाहिँ बस पार्कमा घुमे जस्तो लाग्यो अरे अनि यो कस्तो मान्छे हेर्नु त गायक म यसको कुरा सुन्दाखेरि आफै छक्क लाग्छ के भन्थे यो इटारीको भाषा पनि कस्तो लाग्यो देवी देवी इटारीको भागबाट अनि कस्तो लाग्यो मलाई एकदम सही गुड दामी लाग्यो पैसै नथे फन पार्क घुम्दा चाहिँ फन पार्कमा त थाहा छ फन पार्कमा घुम्दा चाहिँ दमकको फन पार्क घुम्दा चाहिँ टिकट काट्नुपर्ने रहेछ 100 रुपियाँको होइन अनि देवीको कुरा चाहिँ के हो भने यस्तो राम्रो ठाउँ घुम्दा त पैसा टिकट काट्नु पर्दो रहेन रहेछ त्यस्तो ठाउँ घुम्दा हामीले हिजो 400 सक्यौँ भन्दै चाहिँ अब उसलाई यो ठाउँ त यति राम्रो लाग्यो भन्दै चाहिँ